यो देशको दलित समुदायलाई मैले आज सार्वजनिक क्षमा याचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दीदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामूहिक र सार्वजनिक माफी माग्दैछ, त्यो पनि यो सदनबाट। आजसम्मको विभेद सामाजिक गल्ती थिएन, संगठित अपराध थियो। यो देश किन बनेन थाहा छ? किनकि जसका हातमा सिप थियो तिनलाई हामीले अछुत मान्यौं। अब कुनै पनि नेपाली जातका नाममा झुक्नु पर्ने छैन। म सिङ्गो पार्टी, सम्माननीय प्रधानमन्त्रीज्यू, सरकारको तर्फबाट पनि माफी माग्छौं र यो माफीको मूल्य अब न्यायले गर्नेछ भन्ने कुरा पनि सुनिश्चित गर्न चाहन्छु। नेपाल में नई सरकार बनी, उन्होंने कहा हम दलितों से सार्वजनिक रूप से माफी मांगेंगे कि जो हमने उनके साथ अन्याय किया।